गाइज वेलकम बैक टू माई चैनल। आज चाहिँ हामीहरू यहाँ बुटोलको हाट बजारमा आछौँ। शुक्रबार लाग्ने हाट बजारमा है। अनि यहाँ हाम्रो आज बहिनी चाहिँ सेल्फ सपिङ गर्दै भइसक्छ है गाइज। कति भयो? छान न या छान ऊ छान्छ के कति भयो? 1 किलो हैन के पैसा चाहिँ? पैसा 80 रुपैयाँ भयो। 100 रुपैयाँ? 80 फिर्ता दिइहाल्नुहुन्छ नि। चेन्ज दिनुहुन्छ कि 100 रुपियाँ? ए मामु पुग्छ त 50 दिन्छु नि। ल भयो। अब 20 रुपैयाँ आउँछ हैन? मैम हेलो 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 यता इबो इबो कस्तो राम्रो रे बडी कसरी रहेछ? म ढल्न मात्र बाँच्छु। के हो रे इबानी? इबो आजको सपिङ कस्तो लाग्दैछ? राम्रै भइरहेछ। चाहन्छौ? एकदम राम्रो भइरहेछ। मैले आफ्नो पर्स राखेन, एकदमै बचाएको छु म। कसरी हो भन्नु? आलु कसरी हो? आलु कसरी? 2 किलो पाइको 3 किलो लानु। यो पाइको 2 किलो, कालो पाइको 3 किलो काट्नु। चो साइमा 2 किलो 100 भयो रे। अब न ल आज मेरो गाइजहरू आज मेरो पैसा सब चर्च हुनु आएछ। के हो? कसरी हो? कसरी हो? लगी 60 रुपैयाँ हालिदिन्छ। अझै पैसा चाहिँ छ, पैसा आज सकिने भन्ने छ। कसले भनिरहेछ? अङ्कल भन्नु नै यो कतिको हो? सोच न। अङ्कल साँच्चीले आधी दिन्छ। पावा दिनु पैसा निकालेको हेरौँ। 100 भयो त होइन 60 रुपियाँ भएको छैन। यो पनि किन्यो नि भइसक्यो होइन सिधै यो दुइटै दिन्छ कतिको? अब मेरो पैसा 37 छैन। के अरे फेरि फेरि भनिन्छ म कहाँ हिँडिसोलाई के चाहियो हजुरलाई? चालीस। हजुरले भन्नु न 2 सयको तल्ल धेरै भयो सबैभन्दा तल्लो
छिटो कति रेबु भन्ने भएन पकड्छ त मैले गर्नु पर्यो सोधिसो ल फेरि अङ्कल रोल फ्रीमा मिल्छ थप नमिल्छ थप नमिल्छ कति भयो त झोलको फ्रीमा भने होइन हजुरले मिल्छ पो भनेको हो नि मिल्यो अरे दिइसक्नु खै दिसो त 500 अङ्कल हजुरलाई 200 चाहिएको होइन अब 300 दिनु हो अलिक सपिङ गर्ने बाँकी छ कि बच्चा हजुरलाई दिनको लागि के अरे श्रीसन भाइ बाँकी छ किन दिनु अङ्कल छिटो न पैसा दिसो छिटो के अङ्कल 300 डिस्काउन्ट मागिसो है डिस्काउन्ट मागिसो डिस्काउन्ट कति दिनुहुन्छ हजुरको विचार भनिसो छोरी छोरी त्यसरी गर्ने होइन नि 320 को दिन बारे कति आयो त डिस्काउन्ट ल भनिसो 320 300 त हजुरको होइन 300 हजुरले पाउने अनि कति डिस्काउन्ट पाइछ त 20 ओके ल मगाउन थ्याङ्क यू अङ्कल डिस्काउन्ट दिनको लागि हामी र अघि सेम टु सेम मैले त त्यो मैले सेकेन्डमा ल्याएको थिएँ नि त्यति बेला सेम टु सेम चाट खाएको जस्तो थियो के किन्ने चस्मा किन चाहियो यहाँ सुनभन्दा कम छैन कति राम्रो रहेछ वही बिल्ला कहीँ गुगल करी मजे मजे साइता फुफूलाई त केही पनि लिएको छैन क्या के किन्ने हो हजुर साइता फुफूलाई चाहिँ यो कति भयो मैले पनि एउटा चिम्टी किन्नु ल दिनु साइता फुफूलाई सो सब्सक्राइब हो ल डिस्काउन्ट गर्दैन छिटै होइन एक्चुअली के हेलो गाइज आज चाहिँ मेरो छोरीसँग दसैँमा टिका लगाएको पैसा जम्मा भएको हेर्नुहोस् गाइज यति धेरै सपिङ गर्नुभएको छ उहाँले अब यहाँ भाडा पसल लिएर आउनु भएको ऊ त्यस्तो सपिङको पैसा सकिएको हुनाले हामीले एक एक गिलासमा एक एक चुस्की मारेर खानु पर्यो सबैले एक एक चुस्कीमा काम पुऱ्याएको छ नि